एक आमा बुवा किसान थिए, गरिब थिए, छोरालाई पढ्नलाई बाहिर पठाउनु भयो। ऋण गरेर ज्याला बहनी गरेर छोरालाई बाहिर विदेश पढाउन पठाए। छोराले इन्जिनियर पढ्ने रहर गर्यो। आमा बुवा बिचरा गरिब थिए, खेती किसान गर्थे, अनि बाहिर पठाए। जसो तसो सुख दुःख गरेर रुखा सुखा खाएर छोरालाई बाहिर पठाए। 12 वर्ष पढेर सर्टिफिकेट हातमा लिएर डिग्री हासिल गरेर छोरो वापस आयो। आमा बुवा खुसी हुनुभयो, छोरो पढेर आयो, ज्ञानी भयो, जान्ने भयो, विद्वान भयो भनेर छोरोलाई सुत्ने बस्ने अब गाउँघरमा कच्ची घर थियो, कोठामा उनलाई सुत्ने बस्ने व्यवस्था गराइदिए। आमाले खुसी खुसी भएर छोरोलाई पहिलोपटक आज धेरै वर्षमा खाना खुवाउँदैछु भनेर खाना बनाउनु भयो। रसोई अलग थियो, गाईगोठ अलग थियो, अनि आमाले खाना खान बोलाउनु भयो। छोरो खाना खानलाई चोटाबाट तल झऱ्यो, पढेको छोरो। अनि खाना खानलाई रसोईमा आइसकेपछि यसो घुमेर त्यहाँ पिर्कामा बस्न लागेको थियो। घरको भित्ताको खडपलमा गोबर देख्यो। अनि यो आमा अहिले पढ्नुहोस्, म एकछिनपछि खान्छु भनेर फेरि त्यहाँबाट फर्केर छोटामा गयो। के कापी कलम ल्यायो, देख्यो। आमालाई सोध्यो, आमा गाई कहाँ छ? गाई उहाँ गोठमा छ बाबु, गाई किन चाहियो, पहिले खाना खान भन्नुभयो। होइन, मैले हिसाब गर्नु छ भने गोठमा गयो। गाईको लम्बाइ नाप्यो। जर्सी गाई ठुलो, 7-8 फुट लामो थियो, 5-6 फुट अल्को थियो। गाईको चौडाइ नाप्यो, लम्बाइ नाप्यो। फेरि फर्केर आएर रसोईको ढोका नाप्यो। फुस घरको, कच्ची घरको ढोका 4 फुट छोटो थियो, सानो थियो। ढोका न्युरिएर बस्नु पर्थ्यो। अनि ढोका नाप्यो, लम्बाइ चौडाइ नाप्यो, फेरि त्यो खडपल नाप्यो, फेरि गएर गोठमा गाई नाप्यो। आमा परेशान भई, बाबु तैँले यो के नापजाप गरेको, तेरो खाना पस्केको देर भइसक्यो, झिँगा भन्किरहेको छ, आइज खाना खा भन्दाखेरि पढ्नुहोस् आमा, मेरो हिसाबै मिलेको छैन भने पढेको छोराले। अनि तेरो के हिसाब मिलेन? बाउलाई सोध्न, तेरो बुवा हुनुहुन्छ, यही बुवालाई सोध। अनि छोरो भन्छ, मैले 12 वर्ष पढेर आएको, मेरो हिसाब मिलेको छैन। मेरो बुवा औँठा छाप हुनुहुन्छ, लेख्न आफ्नै नाम लेख्न जान्नुहुन्न, मेरो हिसाब कसरी जान्नुहुन्छ? अनि फेरि गयो गोठमा, गाई नाप्यो, फेरि लम्बाइ चौडाइ नाप्यो। हिसाब केही गरी मिल्दैन। घरको ढोका नाप्छ, उता खडपल नाप्छ, उता भान्साको लम्बाइ चौडाइ नाप्छ। आमा चाहिँ हैरान भए। अनि बुवालाई भने, आमाले लौ न छोरालाई सम्झाइदिनुहोस्, यो किन खाना आउँदैन? यत्रो बेर भइसक्यो खाना बस्केको। यो खालि हातमा क्यालकुलेटर लिएको छ, ल्यापटप लिएको छ, कहाँ कहाँ के नापी हिँड्छ फिर्ताले, यो खाना आउँदैन, त्यसलाई सम्झाइदिनुहोस् भनेपछि बुवाले भने, बाबु त पहिला आमालाई शान्ति गर, आमा खाना पस्केर पर्खेर बसेकी छन्, पहिला त गएर खाना खान, तैँले खाना किन खाइरहेछ? के हिसाब मिल्दैन तेरो? भने तब छोराले भन्यो, बुवा गाई 8 फुट लम्बा छ, 7 फुट अल्को छ, भान्साको ढोका 4 फुट छ, त्यो गाई यो भित्र कसरी आएर घुम्यो रे खडपलमा हग्यो भनेर मेरो हिसाबै मिलेन भने। आज ठिक यो पढे लेखेका मानिसहरू यही हिसाब मिलेको छैन। शास्त्रमा लेखिदिएको छ भगवान आउँछ भनेर, यिनको हिसाबै मिल्दैन। यति ठुलो आसन व्यासासनमा बसेर कथा सुनाउँदा सुनाउँदा बुढा भइसके, कथाइ त हो आखिर। अनि कथा सुनाउँदा बुढा भए, शास्त्रमा लेखिदिएको छ भगवान म हर युगमा आउँछु। यो भनेको छैन 2025मा आउँछु या 30मा आउँछु। हर समय हर युगमा म धरतीमा आउँछु भनेको छ। कि त शास्त्र धर्मग्रन्थै झुटो भन्नु पर्यो? अनि सत्य हो भने भगवान कहाँबाट आउँछन्? बडे बडे कथा सुनाउनेहरू कहिले माथि हेर्छन्, कहिले तल हेर्छन्, कहिले दायाँ हेर्छन्, कहिले बायाँ हेर्छन्, छैन टुङ्गो। तर जसको जीवनमा सद्गुरु मिल्यो, तिनको हृदयमा भगवानले पाइसके। यसकारण यो सबैका तत्त्वदर्शीलाई चिन्नु र महापुरुषलाई चिन्नु, सद्गुरुको अङ्गुली पक्नु, धेरैको हिसाब नमिल्दाखेरि मलाई दुःख लाग्छ। पढाइ लेखा छ, बाहिर पठायो, छोरो विद्वान हुन्छ, जानेर आउँछ, पढ्छ भनेर हामीले सर्वस्व लुटाएर पढायौँ। बाहिर पढेर आएपछि सबभन्दा पहिलो काम उसले के गर्छ? आमा बाउले फेरि आफ्नो खोजी गर्छ। किन भन्दा आमा बाउको संस्कार पाएन, प्रेम त्याग पाएन, आमाको हातले खान दिएको तातो खानेकुरो खान पाएन, बुवाले काँधमा बोकेर बजार घुमाउनुहुन्थ्यो, त्यो बाउसँग टच हुन पाएन। हामीले आज संस्कार पाएन। त्यसकारण म कहीँ पनि सक्षम हुन्छ मेरा आमा दिदीबहिनीहरूलाई यो ठोकेर भन्छु, आफ्नो छोराछोरीहरूलाई इन्जिनियर बनाउनु, डाक्टर बनाउनु, अफिसर बनाउनु, पाइलट बनाउनुपर्छ। तर त्यो बनाउनुभन्दा पहिले आफ्नो सन्तानलाई मानव बनाऊ, मानव धर्मसँग जोड, त्यसलाई मानवीय गुण दिनु जरुरी छ। अनि हामी के भन्छौँ? महात्माजी हामीले घरमा छोरालाई सम्झाउन खोजेको, बुहारीलाई पनि सम्झाएको, हामीले भनेको मान्दिन भन्छौँ। पहिला हामी आफ्नो ठाउँमा मजबुत हुन, हामी मजबुत भएको छैनौँ। हामी भर्खर हिँड्न सिक्यौँ, अरूलाई दौड्न सिकाउँछौँ। उसले कसरी सिक्छ?
पहिला हाम्रो गल्ती छ, पहिला हाम्रो गल्ती सुधारौँ। जो हामी घरमा गार्जियन भएर बसेका छौँ, जो हामी बाबुआमा भएर बसेका छौँ, त्यसमा हाम्रो कमजोरी छ। हाम्रो कमजोरी जबसम्म हामी सुधार्दैनौँ, जबसम्म हामी मजबुत हुँदैनौँ, जबसम्म हाम्रो हातमा बलेको मोमबत्ती हुँदैन, तबसम्म दूसरा मोमबत्ती हामी बाल्न सक्दैनौँ। किन निभेको मोमबत्तीले कसरी बाल्ने? त्यसैले हामीलाई सद्गुरुदेव महाराजले त्यो आत्माको ज्ञान दिएर, घरभित्रको भगवानको ज्ञान दिएर यति मजबुत बनाएको छ। हामी मजबुत बनाऊ। अघि म भन्दै थिएँ, यो आध्यात्मिक स्कुल हो। यहाँ सत्यनारायण कथा हुँदैन, यहाँ देवी भागवत महाभारत कथा हुँदैन। कथाले कल्याण छैन। मैले कथा नसुन्नुहोस्, कथामा नजानुहोस् भनेको होइन। तेरो मेरो र मोबाइलको उसमा फस्नुभन्दा त्यो कथा सुन्नु धेरै राम्रो हो। तर त्यो कथा हो। हजुरहरूलाई प्यास लाग्यो, पानी तिर्खा लाग्यो, के मैं कथा सुनाउँछु यहाँबाट? कथा सुनाएर कहिले हाम्रो प्यास मेटिँदैन।